ए दिदी कहिले हिँडेर घरमा आएर भित्रियौँ भन्ने भएको थियो नि तँलाई। यो सब गर्ने तै होस्। लाज लाग्दैन तँलाई? आफ्नै दिदीको सौदा हुन आइस। यत्रो भएर लाज लागेर तँलाई? गल्ती चाहिँ सबै तँ दोष चाहिँ मलाई लगाइदे। मैले भने तँलाई यति राम्रो घरबाट छोडेर जा भनेर? यति राम्रो लोग्ने बच्चा छोडेर जा भनेर मैले भनेको थिएँ तँलाई? बेलै फर्केर आइछस्, सम्हाल आफ्नो घरबार। हजुरहरूले हेर्नुभयो होला नि यो भिडियोमा हामीले दुईटा ल्याउँदाखेरि कसरी झगडा हुन्छ र कस्तो हुँदो रहेछ भन्ने कुरो त अवश्य हेर्नुभयो होला। त्यस कारणले कहिले पनि हामीले दुईटा बुढी ल्याउने चाहिँ होइन। ल्याउने भनेको त सिर्फ एउटा हो नि, होइन र? त्यस कारणले म भरत मोक्तानको तर्फबाट हजुरहरूलाई भुलेर यस्तो काम कहिले नै गर्नु होला र मेरो बिन्ती छ हजुरहरूलाई एकदम एउटा भयो भने सुखसँग पाल्न पनि सक्नुहुन्छ र धेरै हामीहरू एउटैमा माया साटासाट गरेर खुसी पनि रहन्छौँ र दुःख पनि हामीलाई हुँदैन र खर्च पनि हामी पुर्याउन सक्छौँ, होइन र हजुर? गलत भयो भने गलत भनेर कमेन्ट लेख्नु होला। यो भिडियोलाई म डिलिट गरिदिन्छु। सही छ भने मैले बोलेको एकदम यो कुरा चाहिँ सही हो भनेर चाहिँ कमेन्ट गर्नुहोला र लाइक फलोवर दुवै दिनुहोला। हाय हजुर, नमस्कार।